हेलो सबैलाई नमस्ते। ज्ञानजीबाट सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। अनि अलिअलि मलाई त रुगा खोकी पनि लागिरहेको छ। अनि यताको मौसम त्यस्तै छ नि त, काठमाडौँतिरको मौसम। अनि हेर्नु पुरा यस्तो पानी परिरहेको छ हल्का फुल्का, यहाँ पनि यस्तो हो यो। अनि त्यही हो। अनि म चाहिँ एउटा कुरो भन्न आएको के खासमा होइन। अनि उसले यो माथि देख्नु भएको छ नि, यो ठुली हो, ठुलीको अनि यो ठुलीको लाइभबाट अनि मलाई कोले उयो गर्नुभएको छ, फलो गर्नुभएको छ, लाइक गर्नुभएको छ। अनि उहाँले चाहिँ यो भिडियोमा मलाई कमेन्ट छोडिदिनु होला। म अर्को सपोर्ट आइडीबाट नि ब्याक दिनेछु तपाईँहरूलाई, अर्कोबाट नि म फलो गर्नेछु। अनि उसले चाहिँ यो ठुलीले चाहिँ एकदम के मिलाएर लाइभमा सबैलाई मिलाएर एकदम अगाडि बढ्दै जाउँ मिलेर भन्छ क्या होइन। तर एकदम राम्रो के, मलाई चाहिँ एकदम बेस्ट लाग्यो। हिजो मैले गर्थेँ, मैले चाहिँ राम्रोसँग अलिअलि भनौँ न, अलिअलि बढ्यो मेरो पनि। मेरो त अब ठुलो छैन नि त, भर्खर त मैले बनाउनुलाई हो, त्यही त हो त। अनि मैले छोटो बनाऊँ भनेको थियो, लामो भइहाल्यो क्या भिडियो। यही त हो त, त्यस्तै हो, जस्तो हुन्छ त्यस्तै। अनि मेरो फेरि अनि धेरै राम्रो फोन पनि छैन नि त। मैले भ्लग बनाउनु भनेको पोकोबाट बनाउँछु है गाइस, चाहिँ पोकोबाट बनाउँछु। अहिले चाहिँ यो सेक्सरकोबाट बनाइरहेको हो मैले चाहिँ। अनि सेक्सरकोबाट दामी आउँछ नि त, अझै जस्तो भए पनि आधा स्याउ हो नि त, आधा स्याउले त अनि भइहाल्छ नि होइन। मेरो चाहिँ अनि मैले चाहिँ के सोचेछु नि, मेरो चाहिँ 500 प्लस पुग्यो भने कि मैले फोन ल्याउँछु कि भन्ने एउटा गोप्रो किन्ने विचार छ क्या मेरो चाहिँ होइन। खत्रै खालको के 5K हान्नेवाला होइन। त्यही हो। मैले चाहिँ त्यही उसको लागि चाहिँ भिडियो बनाउन आएको थिएँ कि। उसले यो ठुलीले चाहिँ एकदम राम्रो के, एकदम मलाई बहुत बेस्ट लाग्छ होइन। उहाँले चाहिँ एकदम मिलाएर के सबैलाई मिलेर अगाडि बढाउँ होइन, त्यस्तो भन्ने क्या। तर मलाई चाहिँ एकदम बेस्ट लाग्यो। अनि कोही हुन्छ नि, अनि पहिला चाहिँ हामीले उसले चाहिँ फलो गर्यो, हामीले नि फलो गर्यो भने ब्याक दिने क्या। मेरो त्यस्तै भयो हिजो, थाहा छ, त्यस्तै भयो। तर मलाई कोले उसबाट कोले मलाई फलो गर्नुभएको छ, लाइक गर्नुभएको, यो भिडियोमा कमेन्ट छोड्नु होला, म ब्याक दिन्छु। अर्को मेरो सपोर्ट आइडी पनि छ, त्योबाट नि मैले ब्याक दिन्छु। त्यही हो। अनि राम्रोसँग अनि यो ठुलीलाई पनि सबैले फलो सब्सक्राइब गर्नु होला। त्यही हो। उसको भिडियो एकदम राम्रो छ, मलाई त एकदम बेस्ट लाग्छ है। त्यही हो। यहाँको सिन भनेको यस्तो छ है गाइस। यो चाहिँ बब्बालै देखिरहेछ नि होइन, कडै देखिरहेछ नि यहाँ। अनि ऊ चाहिँ लाइभ चाहिँ अनि मैले चाहिँ 3 बजे छिरेँ है। ऊ कति बजीतिर बस्छ थाहा होइन, तर 3 बजे चाहिँ छिर्नु भयो भने तपाईँले चाहिँ भेटाउनुहुन्छ अवश्य उसको लाइफमा। तर पानी चाहिँ पर्न लाग्यो आज चाहिँ होइन। अलिअलि पानी त अघि परिसक्यो, हेर्नु न यस्तो दामी क्या, खतरा छ भने यहाँ क्या यस्तो। त्यो ल, बाई बाई गाइस। म पनि अब घरतिर जानु पर्यो कोठामा। अब यहाँ अब ड्युटी त खतम भयो भनौँ न, ड्युटी खतम भयो। ल बाई बाई सबैलाई।